मात्रै नभएर होइन नेपालीमा केही प्रश्न र त्यसको बारेमा केही डिस्कस गर्नलाई तपाईँहरू लाज नमानेर होइन अगाडि बढिदिनुहोस् भन्ने मेरो तपाईँहरूलाई रिक्वेस्ट गर्न चाहन्छु। अनि सुमदिल्ला अनिला तिनीजी सुंसेन नाउरोना कटिन्छे। सर्वप्रथम यहाँ उपस्थित हुनुभएका गेसिला र सबै धर्ममित्रहरूमा मेरो नमस्ते टासिटेलेक। र आजको चर्चा गर्न गएको विशेष वस्तु के हो त भन्दा परम पूजनीय दलाई लामाज्यूको 4 प्रकारको चित्त उत्पादक प्रतिज्ञा रहेको छ। यसअघि मेरो अघि गेसिला र भाइ तेन्जिन नोर्गेले आफ्नो इङ्ग्लिस भाषामा टिबेटन भाषामा उहाँले चाहिँ राख्नु भइसकेको छ। उहाँ अहिले चाहिँ म नेपाली भाषामा गेसिलाले आग्रह गर्नुभएको सरी मैले नेपाली भाषामा उहाँको 4 चित्त उत्पाद प्रतिज्ञाको बारेमा चाहिँ थोरै वर्णन गर्न गइरहेको छु। हजुरहरूले सबैले आनन्दपूर्वक सुनिदिन्छ होला भनेर ठुलो आशा लिएको छु। र अब प्रथम भन्नुपर्दा उहाँको 4 प्रकारको चित्त उत्पाद प्रतिज्ञा के हो त भन्दा पहिला चाहिँ एकदमै छोटो करीमा भन्नुपर्दा पहिला चाहिँ हामी एउटा मनुष्य मानव भएको कारण हामीमा एउटा मानवता जागेर हामीले आफ्नो चरित्रलाई विकास गर्नुपर्ने। यो यसरी आफ्नो चरित्र, आफ्नो व्यवहार, आफ्नो मानसिक चाहिँ हामीले विकास गर्न सकेको खण्डमा के हुन्छ त, त्यसको लाभ के छ त भन्दा स्वयं व्यक्ति आफू नै खुसी हुने, आफ्नो परिवारलाई खुसी दिन सक्ने र आफ्नो समाजलाई खुसी दिन सक्ने त्यस्तो महत्त्वपूर्ण कारण रहेको छ। र दोस्रोमा उहाँको 4 चित्त उत्पादभित्र दोस्रो रहेको छ हामी अब यहाँ संसारमा धेरै धार्मिक सम्प्रदायहरू छ र धार्मिक सम्प्रदायमा अहिले चाहिँ हामीहरूको सोच विचार नपुगेको अज्ञानताको कारणले हामीले यो ठुलो, मेरो गुरु ठुलो, यो धर्म ठुलो भन्ने प्रकारको वादकहरू होइन त्यस्तोहरू भइरहेको छ। तर त्यस्तो नभई उहाँले के भन्नुभएको छ त भन्दाखेरि चाहिँ जस्तो सुकै धर्म सम्प्रदायहरू बिचमा चाहिँ एकदम मेलमिलाप, एकले एकलाई एकदमै जस मेलमिलाप भएर चाहिँ त्यसरी चाहिँ अघि बढ्नुपर्छ। किनकि सबै धर्म हुन त आफ्नो धर्महरूमा के हुन्छ त भन्दा आफ्नो सिद्धान्त छ, आफ्नो दृष्टि छ, भए तापनि सबैको मूल रहस्य, मूल मार्ग भनेको के हो त भन्दाखेरि मैत्रीय, करुणा, एकले एकलाई खुसी दिने, एकले एकलाई माया गर्ने, यी आदि जो सुख र शान्तिको मार्गदर्शन गराउने एउटा सन्देश हो यो। त्यसकारणले हामीलाई एकले एकलाई ठुलो सानो गरेर विवाद गरेर होइन कि एकले एकलाई सम्मान गरेर हैन, एकले एकले मेलमिलाप गरेर हरेक धर्म सम्प्रदायहरूमा चाहिँ एकले एकले मिलाप हुनुपर्छ भनेर उहाँको दोस्रो चित्त उत्पाद रहेको छ, प्रतिज्ञा रहेको छ। र तेस्रोमा चाहिँ उहाँले के भन्नुभएको छ त भन्दाखेरि चाहिँ अब हुन त म एउटा मनुष्य मानिस हो र त्यो भित्र पनि म को हो त भन्दाखेरि म एक तिब्बतीयन नागरिक हो र मलाई के छ त भन्दाखेरि हरेक तिब्बतभित्र रहनुभएका र सबै बाहिर रहनुभएका सबै तिब्बतीहरूले म एउटा आशापूर्वक व्यक्ति रहेको छ। त्यस कारणले मेरो चाहिँ कर्तव्य के रहेको छ त भन्दाखेरि मैले यो तिब्बतीयन भाषा, संस्कृति, कला आदि जोगाउनु चाहिँ पनि मेरो कर्तव्य रहेको छ। र त्यसमाथि पनि अहिले चाहिँ तिब्बतीयन शरणार्थीहरूको चाहिँ स्वतन्त्रको आवाज को पनि म प्रतिनिधि गर्नुपर्ने मेरो कर्तव्य रहेछ भनेर तेस्रोमा उहाँले यस्तो उल्लेख गर्नुभएको छ अथवा उहाँले भन्नुभएको छ। र चौथोमा उहाँले के भन्नुभएको छ त भन्दाखेरि प्राचीन भारतको संस्कृतिको अनुसरण गर्ने म एक व्यक्ति हो है। त्यस कारणले चाहिँ जुन प्राचीन भारतमा रहेको मनोविज्ञान अथवा चित्त विज्ञान साथसाथै प्रमाण व्यवस्था, ध्यान साधना र धर्मसँग असम्बन्धित शुद्ध व्यवहारहरू, यी आदि चिजहरूलाई अहिलेको आधुनिक शिक्षासँग हामीले चाहिँ पुनरुत्थान गर्न सकेकोमा यो एकदमै सुखमय संसार बनिन्छ भनेर चाहिँ उहाँले यसरी भन्नुभएको छ। र उहाँको भनाइ यो रहेको छ र मैले उहाँको भनाइमाथि मलाई लागेको थोरै जिज्ञासाहरूसँग जोड्दै केही समय लिन चाहन्छु। र
र प्रथममा भन्नुभएको थियो उहाँले, अघि उहाँले जे भन्नुभएको छ त मैले वर्णन गरिसकेँ, र उहाँले भन्नुभएको छ कि हामी म एउटा मनुष्य भएर उहाँले त्यो भन्नुभएको छ। त्यो साथसाथै हामी पनि भगवान उहाँको परम पूज्य दलाई लामाज्यूको अनुसरण गर्ने एक हामी व्यक्ति भएको कारणले हामीले पनि के बुझ्नुपर्ने हुन्छ अथवा हामीले पनि के सिक्नुपर्ने हुन्छ त भन्दाखेरि हामीले चाहिँ आफ्नो सबै किनकि सुखमय शान्ति सबैलाई चाहेको छ। हामीले चाहँदै पनि दुःख बोक्नु परिरहेको होइन पो हो त। त्यस कारणले हामीले सुख चाहेको छ भनेपछि सर्वप्रथम हामीले बाहिरको वस्तु कलालाई जोडेर खोज्ने होइन कि हामी आफूलाई नै स्वयं व्यक्ति आफू नै विकास भएर आफ्नो सोच विचारलाई चाहिँ विकास गर्ने, सोच विचार विकास भइसकेको खण्डमा हामीले आफ्नो व्यवहारलाई पनि त्यसरी नै विकास गर्न सकिन्छ। र त्यसरी विकास गर्न सक्यौँ भने हामीले आफूले आफूलाई सुख दिने हो र आफूले आफ्नो परिवारलाई होइन सँगै गरेर जोड्दै गएर आफ्नो समाजलाई, संसारलाई। त्यस कारणले हामी आफू नै इङ्ग्लिसमा चेन्ज हुनुपर्छ भन्छ नि त है। हामीले फरक आफूले आफूलाई सिकाउनु पर्यो। भगवान बुद्धको ज्ञानहरू उहाँले दर्शन गराउनु भएको मार्गहरू दर्शन गरेर हामीले चाहिँ आधुनिक शिक्षा अथवा धर्म शिक्षा सबै शिक्षाहरू चाहिँ हामीले लिएर सिकेर बुझेर अझै त्यसमाथि हामीले चाहिँ अभ्यास गरेर होइन आफूले आफूलाई नै विकास बनाउनुपर्छ, आफूले आफूलाई फरक पार्नु पर्दछ। र यी आफूले आफूलाई विकास गर्न सकेको, फरक पार्न सकेको खण्डमा नै हामी सबैले चाहेको हरेक संसारको प्राणी, इभन मान्छे मात्र होइन, मनुष्यले मात्र होइन, संसारको सबै प्राणीलाई सुख चाहेको छ, शान्ति चाहेको छ। यी सुख र शान्तिको माग यहीँबाट नै सुरुवात हुने हो र यो नै मूल खानी हो भनेर चाहिँ हामीले बुझ्नुपर्छ। हामीले पनि सकेसम्म, हुन त हामीले त्यत्रो साह्रो भनेको जस्तो सजिलो त छैन संसारमा, तर पनि हामीले कति सक्छ होइन, 1 कदम सक्छ, 2 कदम सक्छ होइन, हामीले एउटा शिक्षा लिन सक्छ, 2टा शिक्षा लिन सक्छ। यी यसरी गएर चाहिँ हामीले अघि बढ्दै गयो भने अवश्य पनि हामीलाई थोरै क्षणिक भए पनि हामीलाई सुख र शान्तिको मार्ग दर्शन हुन्छ। त्यसरी दर्शन हुँदै शिक्षा लिँदै गयो भने नै क्रमशः चाहिँ अघि बढ्ने नै हो। त्यस कारणले हामीले यो कुरालाई एकदमै आफ्नो मन तहमा राखेर चाहिँ हामीले धेरै नै शिक्षा लिनुपर्ने, धेरै नै सिक्नुपर्ने साह्रै नै एकदमै महत्त्वपूर्ण रहेको छ। र 2मा धार्मिकको कुरा आउँछ है। हरेक धार्मिक सम्प्रदायहरूमा चाहिँ आफ्नो हिस्ट्री छ होइन, आफ्नो विचार छ, सबै आफ्नो सिद्धान्त छ होइन, त्यो अलिक फरक ढङ्गले छ। तर जे जस्तै भए पनि होइन, हामीले अब हिन्दू भन्छौँ, हामी बुद्धिज्म भन्छौँ अथवा मुस्लिम, यी आदि धेरै नै धेरै, अझै बुद्ध धर्मभित्र मात्र पनि फेरि धेरै सम्प्रदायहरू छ जस्तै कग्यु, निङमा, यी आदि चिजहरूले अब हामीले जानेकै बुझेकै कुरा हो होइन। जति भए तापनि त्यसको मूल धारणा, मूल खानी भनेको के हो त भन्दाखेरि यसले के सन्देश दिन्छ, यसले हामीलाई के मार्ग सिकाउँछ त भन्दाखेरि हामीलाई चाहिँ सुख र शान्तिको मार्ग होइन। हामीले मैत्री, करुणा, सहनशीलता, शान्ति अथवा हाम्रो चाहिँ सिलवान ज्ञानहरू के हो त, यो ज्ञानहरू लिँदै गएमा हामीलाई के कस्तो चिजहरूबाट हामीलाई चाहिँ मार्गदर्शन हुन्छ र सुख र शान्ति मिल्छ भन्ने कुराहरू सबैले सिकाउने यही नै हो। त्यस कारणले हामीले हाम्रो यी धर्म सम्प्रदायहरूलाई छुटावट ठुलो सानो नगरी सबैलाई सम्मान गर्ने, सबैसँग मेलमिलाप गर्ने परम पूज्य दलाई लामाज्यूले हामीले यही नै सन्देश दिनुभएको छ, यही नै सिकाउनु भएको छ। यही उहाँको मार्गलाई हामीले पढेर बुझेर अभ्यास गरेर अघि बढ्यौँ भने हामीलाई नै सुख हुने हो, संसारलाई सुख हुने हो, आफू सुख हुने, अरू सुख हुने। त्यही भएर हामीले सबै धर्म सम्प्रदायहरूलाई मान गरौँ, सम्मान गरौँ। दोस्रो यो रहेको छ। र तेस्रोमा गएर चाहिँ उहाँले विशेष गरेर आफू एउटा तिब्बतियन नागरिक भएको कारणले भन्नुभएको छ है। त्यस कारणले अब यो तिब्बतियन भाषा भनौँ, अक्षर भनौँ, धर्म, यी आदि संस्कृति कलाहरूलाई चाहिँ जोगाउनु पनि एकदमै महत्त्वपूर्ण रहेको छ। किनकि अब अहिले हामी संसारको सबै प्राणीलाई चाहेको सुख शान्तिको मार्ग कहाँबाट दर्शाउँछ भन्दाखेरि, हुन त धेरै भाषाहरू छ, अब संसारमा धेरै देश छ, धेरै देशको अनुसारले आफ्नो संस्कृति छ, आफ्नो भाषा छ, धेरै छ। तर पनि जुन भगवान बुद्धको सम्पूर्ण शिक्षा
सम्पूर्ण सुख शान्तिको मार्ग चाहिँ कुन भाषामा रहेको छ त भन्दा अहिले हुन त अरूमा नभएको त होइन, अरू भाषामा छन् त छन्, तर सम्पूर्ण चाहिँ कुन भाषामा छ त भन्दाखेरि तिब्बतीयन भाषामा रहेको छ, बोध भाषामा रहेको छ। त्यस कारणले हामीले भगवान बुद्धको यो सुख र शान्ति, क्षणिक सुख, त्यहाँदेखि गएर चाहिँ मोक्ष प्राप्त गरेर त्यहाँबाट पनि गएर चाहिँ परिनिर्वाण प्राप्त गर्नुसम्मको मार्गहरू हामीलाई शिक्षा लिनु छ, हामीलाई दर्शन गर्नु छ, हामीलाई अभ्यास गर्नु छ त हामीले तिब्बतीयन भाषा, बोध भाषामा चाहिँ हामीले प्राथमिकता दिएर हामीले सिक्नै पर्ने हुन्छ, जान्नै पर्ने हुन्छ। किनकि यही भाषामा मात्र रहेको कारणले हामीले तिब्बतीयन भाषा, संस्कृति, कलालाई पनि हामीले पनि साथ जोगाउनु पर्ने, त्यसको शिक्षाहरू हासिल गर्नुपर्ने साह्रै नै चाहिँ एकदमै के भन्नु अब महत्त्वपूर्ण यो भाग पनि रहेको छ। त्यसै कारणले उहाँले हामीलाई यही शिक्षा दिनुभएको छ र साथसाथै हामीले पनि यो शिक्षाहरूलाई पनि आफूले बुझेर, जानेर, ज्ञान लिएर हामीले पनि अभ्यास गर्नुपर्ने हाम्रो पनि एकदम ठुलो कर्तव्य रहेको छ। र यसै गरेर चौथोमा है, प्राचीन भारतको संस्कृतिको अनुसरण म व्यक्ति हुँ भनेर उहाँले भन्नुभएको छ। किनकि अब प्राचीन भारतको चाहिँ संस्कृतिको अनुसरण गर्दा त्यहाँ के त भन्दाखेरि सबभन्दा ठुलो मनोविज्ञान। किनकि अहिले हामीलाई यति दुःख पाइरहेछ। अब योभन्दा अगाडि पनि घिसिलाले भाइले पनि अब अहिले युक्रेन र रसियाको धेरै कुराहरू गरे, त्यो किन भयो त होइन? किन त भन्दाखेरि हामी अज्ञानताको कारणले है। चाहेको त हामीलाई उहाँले सबै अहिले जुन रसियामा नै छ, जुन युक्रेनमै छ, अथवा जहाँ संसारमै जहाँ जति नै छ, जति नै प्राणीहरू छ, चाहेको सुख हो नि, शान्ति हो नि होइन। हामीलाई झै झगडा गर्नु छैन, हामीलाई दुःखी हुनु छैन, चाहेको हाम्रो चाहना सुख हो, शान्ति हो। तर अज्ञानताको कारणले, नजानेको कारण, भ्रमको कारणले हामी दुःखभन्दा दुःखमै फसिरहेका छौँ। त्यही कारणले प्राचीन भारतको संस्कृतिको के छ त भन्दा त्यो मनोविज्ञान है, हामी टिबेटियनमा भन्छौँ मनोविज्ञान, साथसाथै क्षमारेक्पा, प्रमाण व्यवस्था, त्यसै ध्यान साधना, गम्यम निर्माण गरेको र धर्मसँग असम्बन्धित शुद्ध व्यवहार भन्नुभएको छ कि त्यो भनेको के हो त कि यारबसँग चुकुचोबा भन्छन् तिनीहरूले है। एउटा धर्मसँग सम्बन्धित होइन कि असम्बन्धित भएर पनि हामीले एउटा असल मानव भनौँ, एउटा मानवता जगाउने होइन। हामीले एक्लै सम्मान गर्नुपर्ने, एक्लै माया गर्नुपर्ने, एक्लै हेल्प गर्नुपर्ने होइन, हामीले चाहिँ सहयोग गर्नुपर्ने हो। त्यस्तो व्यवहारहरू त धर्मसँग सम्बन्धित कुरा होइन नि। यो त सबैलाई, हामीलाई पनि अरूको सहायता चाहिएको छ, साथसाथै हामीले पनि अरूलाई सहायता गर्नुपर्छ, सहयोग गर्नुपर्छ। किनकि हामी संसारमा रहनु भनेको एक्लै मेलमिलाप भएर एक्लै साथ दिएर नै हो। हामी केवल एक्लै जति नै धन सम्पत्तिले हामीसँग भए तापनि हामी एक्लै संसारमा कसरी जिउन सक्छौँ? हामीलाई खानु छ, लाउनु छ, बस्नु छ, हरेक चिज, हरेक वस्तुको हामीलाई धेरै महत्त्वपूर्ण छ। त्यो सबै आफूले जुटाउन सक्दैन नि त होइन। त्यो कसैबाट सहायता लिएर नै त जुट्ने हो होइन। हामीसँग अहिले धेरै पैसा भयो, त्यो पैसा खाएर त हामी अगाउँदैनौँ नि। हामी रेस्टुरेन्टमा जानु पर्यो, केही किनेर खानु पर्यो, त्यो पदार्थ कहाँबाट आउँछ, त्यो कसले त्यो चिजहरूलाई निकाल्छ होइन। त्यो चिजहरू हामीले बुझ्नुपर्छ। हामीसँग धेरै भौतिक सम्पत्तिहरू, म त धेरै धनी छु, मसँग धेरै छ, म नै संसारमा म नै जिउँछु भन्ने त्यस्तो खालको सोचहरू घमण्डको सोच हो। यो सोच मानवताको सोच होइन यो। त्यही भएर हामी जहाँ छ जे छ होइन, हामी जस्तै तहमा भए पनि सम्मान गर्नु होइन, सानोलाई माया गर्नु, ठुलोलाई सम्मान गर्नु, यी आदि चिजहरू हाम्रो धेरै ठुलो मानवता रहेको छ। त्यही भएर चाहिँ हामीले यी चिजहरूलाई चाहिँ उहाँको जुन दलाई लामाज्यूको उहाँको चाहिँ 4 उत्पात प्रतिज्ञाहरूलाई पनि हामीले चाहिँ एकदमै मनोबलमा राखेर, हामीले मनमस्तीमा राखेर त्यसलाई हामीले चाहिँ अनुसरण गर्ने, त्यसलाई हामीले ज्ञान लिने, शिक्षा लिने, त्यसरी हामीले जति सक्छ अभ्यास गर्नु। त्यो यसरी उहाँले यो भन्नुभयो, त्यहाँ उहाँ भन्नु, जस्तै आनीले अहिले यो भन्नुभयो, त्यो होइन कि उहाँले भन्नुभएको चिजहरू हामीले ज्ञान पूर्वक हासिल गरेर मन मस्तीमा राखेर त्यसलाई साधना गर्ने, त्यसलाई ज्ञानको स्वरूप अभ्यास गर्ने। हुन त उहाँले भन्नुभएको छ, उहाँले भन्नुभएको सबै चिज त हामीले गर्न सक्दैन, त्यो मार्गदर्शन गर्न सक्दैन, किनकि हामी पनि एउटा एकदमै साधारण व्यक्ति हो होइन। हामी पनि त्यही कारणले, तर जति सक्छ होइन, जति सक्छ मैले 1 पाइला मात्रै सक्छु अथवा मैले 2 पाइला मात्र सक्छु भन्ने आफ्नो मनोविज्ञान
होइन, आफ्नो चित्तलाई अलिकति दह्रो बनाएर मैले सिक्नै पर्नेछ। किनकि मलाई चाहिएको छ नि शान्ति, मेरो परिवारलाई चाहिएको छ नि शान्ति, मेरो समाजलाई चाहिएको छ नि शान्ति। र शान्तिको मार्गको शिक्षा मैले किन नलिने, होइन? मेरो गुरुहरूले मलाई दर्शन दिनुभएको छ र म पनि सिक्छु, म पनि जान्छु र मैले अरूलाई पनि सिकाउँछु, म आफू पनि सिक्छु भन्ने धारणा सहित, मनोबल सहित हामीले अघि बढ्यौँ भने हामीले 2-4 पाइला मात्र भए पनि क्षणिक सुख मात्र भयो भने हामीलाई अवश्य मिल्न सकिन्छ भन्ने साथसाथै सायद आजको अब मेरो समय पनि यहाँ नै टुङ्गियो होला भन्दै अन्तिममा सबैलाई नमस्कार,